नमस्ते साथीहरू, आज म सिलिन्डरको बारेमा हजुरहरूलाई केही कुरा जानकारी गर्न गइरहेको छु। हामीले सिलिन्डर पसलमा पहिला गइसकेपछि यो नम्बर हेर्नुपर्छ है। यो नम्बर चाहिँ कस्तो भने एबीसीडी हुन्छ। त्यसमाथि अब अहिले बजारमा 36 सम्म आइसकेको छ भने यो 28 को छ। यो अलि पुरानो भइसकेको सिलिन्डर हो। यो चाहिँ अब यहाँबाट गइसकेपछि सफा गर्न लिएर जान्छ भने हामीले बुझ्नु पर्यो र सिलिन्डर ल्याइसकेपछि हामीले बाहिरै सिल खोल्ने अनि त्यसपछि के गर्नुपर्छ भन्ने कुरो म हजुरलाई बताइरहेको छु है। ध्यान दिएर हेर्नु होला। अनि हामीले यो रेगुलेटर यसरी निकाल्ने, रेगुलेटर निकाल्ने भन्दा नि यहाँ चाहिँ अब निकालेर हालिरहेको भएर चाहिँ अनि त्यो सिल लिएर आइसकेपछि के गर्ने भने यो यसरी पानी हाल्ने हामीले है। सिल खोलिसकेपछि यसरी 2 थोपा पानी हाल्ने। हेर्नु अब यो सिलिन्डर लिक छ भने हामीले बुझ्नु पर्यो। जस्तो अब यहाँ हेर्नु, यो अलिअलि पानीको फोका आइरहेको छ, घुजुच्च गरिरहेको छ। यो सिलिन्डर लिक छ भनेर बुझ्नु पर्यो हामीले। यस्तो देख्दा हामीले घरमा ल्याएर प्रयोग नगर्ने है। अनि यसलाई चाहिँ हामीले फु गरेर फाल्नुपर्छ। यदि यो फुर्र आएन भने चाहिँ लिक छैन भन्ने बुझ्नु पर्यो। यसरी फुर्र आएदेखि चाहिँ हामीले लिक छ भन्ने बुझ्नु पर्यो है त। यस्तो चाहिँ हामीले एकदम ध्यान दिनु पर्छ भन्ने कुरो यहाँहरूले अवश्य पनि जान्नुहुनेछ। मैले भनेको कुरा मान्नुहुनेछ पनि भन्ने लागिरहेको छ। मैले जानेको कुरा हजुरहरूलाई सेयर गरेँ। हस् त, धन्यवाद।